हेलो नमस्ते गाइज, हजुरहरूलाई स्वागत छ नेपाल चुतिया टेलिकम। म यो च्यानलको होस्ट गोस्ट उमेश राई हजुरहरूलाई एकदमै राम्रो सिन देखाउँदै हाम्रो विशालनगर वडा नम्बर 3 धनगढी कैलालीको विशालनगर वडा नम्बर 3 मा तालमा एकदमै राम्रो सिन भएको कारणले म हजुरलाई यो भिडियो एकचोटि देखाउन चाहन्थे। यहाँ हेर्न सक्नुहुनेछ, यहाँ पानी यसरी माथिसम्म भरिएको छ र यहाँ ठाउँ ठाउँमा यसरी भत्किएको छ हैन, जसले गर्दा यो बाढी पहिरो पनि हुन सक्छ। त्यही पनि एकचोटि सिन हेर्दाखेरि एकदमै राम्रो सिन देखिन लाग्छ। हजुरलाई देखाउन सक्छु, पहाड पनि हेर्न सक्नुहुनेछ हजुर हैन। अनि गाइज, मेरो नाम उमेश राई। हजुरहरूलाई यत्तिकै नै यस्तो यस्तो सिनहरू देखाउनलाई म यहाँ हजुरहरूलाई एकचोटिलाई देखाउन मात्र चाहन्थे। अनि गाइज, मेरो साथमा छ अहिले सन्दीप भाइ। सन्दीप भाइ पनि टाढैबाट सेटु हेलो भाइ, हेलो या ग्याङ साइन। अनि यस्तै भन्दै हैन हामी यो सोलाई अगाडि बढाउन चाहन्थे, तर बढ्न सकेन किनकि धेरै भिडियोहरू बिचमा आउन सकेनन्। त्यसको लागि हृदयबाट हजुरलाई माफ गरिदिनु भन्ने हृदयबाट भन्दै हैन म भन्न चाहन्छु। र यहाँ कमलको फुल पनि अब उम्रिने बेला भइसक्यो गाइज, एकदमै राम्रो छ। कमलको फुल पनि उम्रियोस्। र गाइज, अहिले चाहिँ वडा नम्बर 3 को वडा अध्यक्षले म के भन्न चाहन्छु, ठाउँ ठाउँमा भएको हाम्रो बाढी पहिरो विकृतिले नाशले गर्दा चाहिँ अहिले हजुरले अलिकता चाहिँ ध्यान दिनुपर्ने भयो सडकबाट लिएर हाम्रो यो यस्तो ताल जस्तो ठाउँमा, किनकि यहाँ अब घरहरू डुबानमा पर्ने जस्तो भइरहेको थियो हैन। त्यसैले गाइज भनिदिएको, यो घर त सिधै अब पानीमै छ भनिदिउँ एकचोटि है, हजुरलाई राम्ररी देखाइदिन्छु। यो घर सिधै पानीमै छ हैन। त्यही पनि गाइज एकचोटि